नमस्कार, म जीवेन्द्र नीलगगन। मैले वाचन गर्न गइरहेको कविताको शीर्षक छ हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। प्रकाश तिमीलाई मार्यो, जति खाए पनि पेट नभर्ने हन्टकालीले मार्यो। अँध्यारो जंगली युगमा ढकल्ने अपराधीले मार्यो। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। दिनदिनै अघोषित मृत्यु घोषित भइरहेका छौ। इन्भर्टर ब्याट्री व्यापारीको स्वार्थमा मर्दैछौ। घण्टौं घण्टा बस्टरको अस्ट्रेले जान फाल्दैछौ। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। मोमबत्ती र टच लाइट युग फर्काउने पागलहरूले जित्यो। आफ्नै आमालाई सम्भोग गर्ने पाठकीहरूले जित्यो। उज्यालोको छानी छानी मासु लुस्नेहरूले जित्यो। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। मानव तस्करहरूको मिलो मतोमा जब भाटमाराहरू विजेता बन्यो। सुन तस्करहरूको छत्र छायामा हुर्कन थाल्यो। च्याप्प च्याप्प बत्ती निभाएर कमिसन खान थाल्यो। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमीलाई। धन्यवाद।